सो आज चाहिँ हामी डिनरमा के खानेवाला छौँ जान्नु सो कम आज चाहिँ हामी डिनरमा चाहिँ रोटी यसमा चाहिँ हल्का बटर लाछ हो त्यसको लागि गन्डाको लागि एन्ड देन दिस वान इज फ्राइड राइस हो थोड़ा थोड़ा एन्ड देन यहाँ चाहिँ छ अब हाम्रो छुर्पीको झोल एन्ड दिस वान इज तितेबी एन्ड आलु सो लेट्स म खाएलास Hi guys, आज चाहिँ हामी मानिखोला जाँदैछौँ यहाँ देखाउनुहोस् प्रिटी सो आज चाहिँ मानिखोला जाँदैछु वेदर पनि यस्तो सो क्लिन एकदम सनसँग सो अब हामी चाहिँ जाँदैछु ओन्ली 3 वी आर 3 ओन्ली आज बोइज पार्टी पनि छैन हो नभए त एभ्री टाइम बोइज पनि हुन्थ्यो हाम्रोमा सोरिङ निम्टुक स्पेसली हुन्थ्यो होइन तर आज चाहिँ हामी 3 जना मात्रै छ दुःख लाग्दो स्टोरी तर मजा आउँछ यहाँ चाहिँ म छु ट्रकमा जाने मान्छेहरू चाहिँ यहाँ छ होइन जाने ट्रक पायो भने जाने अरे आउनको लागि यहाँ मजाले हेरिदिनुहोस् हो सुन्तलाको बगान कस्तो दामी देखिरहेको छ अनि म चाहिँ 2 महिना भयो जङ्गल आएको मजा आइरहेको छ मजा आएको छ दामी छ यस्तो दामी नेचुरल ब्युटी छ मलाई पुरा मजा आइरहेको छ अहिले चाहिँ हामी स्विमिङ गर्न गएको खोलामा न्यू फ्रेन्ड पनि पायो आई एम भेरी एक्साइटेड तर हाम्रो के बिको भएको छ भने चाहिँ गाडी नपाएर निकै लामो हिँड्नु छ म त अलरेडी अफसोस की बात चाहिँ त्यही छ हाफ एन आवर हिँडिसकेको अझै साबु हामी हिँड्नु पर्ने आई थिङ्क हाफ एन आवर चाहिँ लाग्छ होला है त्यस्तो होइन न्यू फ्रेन्ड पनि एड भएको छ अगाडि ओइ नाम के हो तेरो जुस किनेर नि पानी राख्नु है हामी पुग्न आँटेको छौँ अब आई थिङ्क टेक 10 minutes not 10 minutes it will take 20 minutes 20 minutes more यस्तो होइन यस्तो रहेछ होइन गेथाङको लाइट चाहिँ किन यस्तो भएको रहेछ भने चाहिँ बिकज अफ दिस रहेछ नि ल हैन गाडी यो साइडबाट मात्रै गाडी आउँदैछ हामीलाई चाहिँ यो साइडबाट ब्याक साइडबाट आएको भए हुन्छ जस्तो लाग्यो तर आज हाम्रो लकै छैन रहेछ तर त्यस्तोको प्रेयर चाहिँ के छ भन्दाखेरि अहिले चाहिँ पर दोकान चाहिँ यसरी आउँछ हैन तता पपरिरारा यो मेरो गीत सुन्यौँ चाहिँ एकदम ढल्छ त्यो सिङ्गर चाहिँ भन मात्र ऊ पर चाहिँ सङदङ हो कि सङदङ भन्छ है होइन साङदङ हो सो दिन चाहिँ एकदमै दामी छ तर गाडी चाहिँ पाएको भए यस्तो आसमा थियो आसमा हिँड्दै हिँड्दै हामी अलमोस्ट अब पुग्नु कोसिसमा छ होइन आज एकदम सिस्टर चाहिँ परी भएर आउनु भएको छ परी स्वर्गको परी होइन म एकदम 3 जना जाँदैछु तपाईँको फिदाङ पुग्नुपर्ने 17 किलोमिटर रहेछ यहाँ चाहिँ एकदम एसी रुम छ एसी इज अभाइलेबल इन दिस प्लेस सो काइन्डली भिजिट यहाँ भिजिट गरिदिनुहोस् होला एसी को रुममा एकदम फ्री कम्फर्ट एन्ड अफोर्डेबलहरू छ यहाँ सब यो जग्गामा ब्युटी अफ नेचर फल्स है ये मिनी फल्स आई डोन्ट नो लो
शीतल भयो यहाँ बस्दा चाहिँ हैन त्यही कारणले आई कल इट एसी रुम ओभर हियर ल ल ल ब्यागमा चाहिँ के छ भनिदिनु न अलिकति ब्यागमा चाहिँ मैले आलु दम बनाएको छ अनि चिप्सहरु छ अनि त्यसको ब्यागमा चाहिँ पास्ता बनाएको छ ए पास यो ब्यागमा चाहिँ ठुलो पास्ता छ अबुलो रुने हो के हामी तर हामी के आशा गर्दैछु दोकान चाहिँ खुल्ला होस् भनेर लो लो See you guys. I'm literally tired. मानेकला जाने जस्तो हुन्छ गाइस Guys, थाकेर आको वहाँ पर पुग्नु भइसक्यो नो रियाक्सन सिस्टरलाई नो रियाक्सन हामी चाहिँ यहाँ थाकेर पछि छु हैन सो हियर इट्स मी दिदी This is me, Suna Amit Lipcha. यो Oh, यहाँ घर रहेछ Here, down there. घर रहेछ को बारी मकै पनि पाक्दै रहेछ सो गाइस फाइनली वी आर रिच मानेखोलाको पुल यहाँ छ हैन अनि अब हेरौँ दोकान चाहिँ खुल्ला छ कि छैन यो साइडमा त बन्द रहेछ उता साइडको हेर्नुपर्छ अलिकति सिस्टर त अगाडि एडभान्समा पुगिसक्यो हो पीछे से आवाज आ रहा है यतिको जोस दैछु यहाँको खोलाहरू यस्तो हुन्छ बतासहरू यो चाहिँ छ नि लाइक डिजाइन डेकोरेसनहरू गर्दाखेरि काम लाग्छ यो प्लान्ट्स अब के हो यो मन्जो पनि दिन्छ जस्तो लाग्यो दिनु त तर डेकोरेटमा पनि काम लाग्छ बाटो जस्तो छ स्विमिङ खेल्ने त जग्गा हो 3जना अन प्रो स्विमर्सहरू हो बट अब होइन जोस यति साह्रो छ खेल्दै जस्तै भिडियो भइरहेको रहेछ यो चाहिँ हामी खोलामा फाइनली आइपुग्यौँ हो दामी रहेछ Hi guys, we finally reached Velodrome. Hi guys, what's up? First time हो मेरो खोलामा स्विमिङ गर्न पाएको So अहिले चाहिँ हामी लुगा फेरेर हो we are about to have our lunch अहिले चाहिँ हामी now we are returning back भिजेर लुचुक्कै भयो हामी चाहिँ खानु आँटेको गाइस हामी चाहिँ यहाँ माथिदेखि स्विमिङ गरिकन आएको अहिले चाहिँ खाजा खाँदैछ खाइलास